मानिस मरेपछि के बाँच्छ? नाम, धन, घर वा उसले अरूको जीवनमा रोपेको एउटा असल कर्म? समय बित्दै जान्छ, शरीर बुढो हुँदै जान्छ, तर केही कर्महरू कहिल्यै बुढा हुँदैनन्। ती हावासँगै बगिरहन्छ, चराको गीतसँगै गुन्जिरहन्छन् र कहिलेकाहीँ एउटा विद्यालयको आँगनमा हरियो रुख बनेर उभिरहन्छन्। नमस्कार, यो कथा हाम्रो गाउँको हो। यो कथा केही साथीहरूको हो, तर वास्तवमा यो कथा कुनै व्यक्तिको होइन। यो त एउटा संस्कारको कथा हो। कहिलेकाहीँ ईश्वरले मानिसलाई शब्दले होइन, कर्मले लेखिएको कविता बन्ने अवसर दिनुहुन्छ। कसैको जीवन ठुलो भवनले सम्झिँदैन, कसैको नाम सुनका अक्षरले अमर हुँदैन, तर कसैले निस्वार्थ भावले रोपेको एउटा बिरुवा 100 वर्षसम्म आकाशतिर हात फैलाएर भन्छ, कहिले यहाँ एउटा असल मानिस बाँचेको थियो। साल थियो सन् 2020। संसार कोरोनाको डरले बन्द थियो, तर हाम्रो मनमा एउटा झ्याल खुलेको थियो। जिल्ला धनुषा औँठी गाउँपालिका, हाम्रो सानो गाउँ, चक्करको चकर्दै पोखरीको डिल, जहाँ मानिसहरूले उजाड भूमि देखे, हामीले भविष्य देख्यौँ। जहाँ अरूले असम्भव देखे, हामीले सम्भावना देख्यौँ। त्यसैले हामीले माटोलाई सोध्यौँ, यदि हामीले तपाईँभित्र आशा रोप्यौँ भने के तपाईँ त्यसले जीवन बनाइदिनुहुन्छ? माटो मौन रह्यो, तर माटोको मौनता नै ईश्वरको स्वीकृति थियो। धेरैले हाँसे, धेरैले भने यहाँ केही हुँदैन, केही हुर्किँदैन। हामी मुस्कुरायौँ, किनकि हामीलाई थाहा थियो फल आउने विश्वासले रोपेको बिरुवा आलोचनाको हावाले कहिल्यै सुक्दैन। हामीले बिरुवा रोपिरहेका थिएनौँ, हामी आफ्ना सन्तानको श्वास रोपिरहेका थियौँ। हामी चराहरूको भविष्य रोपिरहेका थियौँ। हामी आउने पुस्ताको संस्कार रोपिरहेका थियौँ। आज 6 वर्षपछि, यानि कि सन् 2026मा जब म त्यही डिलमा उभिन्छु र हावाले पातहरू हल्लाउँछ, मलाई लाग्छ त्यो हावा होइन, हामीले बगाएको पसिनाको स्पर्श हो। चराहरूको गीत होइन, ईश्वरको आशीर्वाद हो। त्यही बेला विद्यालयका साना बालबालिका भन्छन्, हामी पनि रुख लगाउँछौँ। त्यो वाक्य सुन्दा मनमा आँसु आउँछ, किनकि हामीले उनीहरूलाई रुख रोप्न सिकाएका होइनौँ, हामीले उनीहरूलाई आशा रोप्न सिकाएका हौँ। सायद यो संस्कार हाम्रो आफ्नै थिएन, यो त हाम्रा हजुरबुवाले छोड्नु भएको अमूल्य सम्पत्ति थियो। उहाँले सहरको सुविधा त्याग्नुभयो, गाउँको विद्यालय रोज्नुभयो। उहाँले कहिल्यै भन्नु भएन मेरो सम्मान गर। उहाँले त आफ्नो जीवनले भन्नुभयो, जुन माटोले तिमीलाई जन्म दियो, जीवनको केही अंश त्यसैलाई फर्काइदेऊ। सायद त्यही मौन शिक्षा हाम्रो रगतमा संस्कार बनेर बगिरह्यो। त्यसैले हामीले पढाइ छोडेनौँ, हामीले सेवा पनि छोडेनौँ। हामीले आफूभन्दा साना भाइ बहिनीलाई पढायौँ, किनकि ज्ञान भनेको आफूभित्र थुनेर राख्ने सम्पत्ति होइन। ज्ञान त दियोबाट अर्को दियो बाल्दा झन उज्यालो हुने ज्योति हो। आज ती भाइ बहिनीहरू देशका विभिन्न जिम्मेवार पदमा पुगेका छन्, तर उनीहरूको पदभन्दा धेरै उनीहरूको इमान्दारी देख्दा मन नतमस्तक हुन्छ। आज पनि म भगवानसँग एउटै प्रार्थना गर्छु, हे परमात्मा, उनीहरूको उचाइ अझ बढाइदिनुहोस्, तर उनीहरूको हृदय सधैँ झुकेको रहोस्। उनीहरूको हातमा शक्ति रहोस्, तर त्यो शक्ति सधैँ सेवाका लागि खर्च होस्। उनीहरूको आँखाले सधैँ अरूको पीडा देखोस्, उनीहरूको मनले सधैँ आफ्नो गाउँ सम्झियोस्। आज यदि कसैले सोध्यो तिमीहरूले के कमायौ, म भन्छु हामीले पैसा कमाएनौँ, हामीले एउटा हरियो सपना कमायौँ। हामीले चराको विश्वास कमायौँ, हामीले बालबालिकाको मुस्कान कमायौँ र हामीले आफ्ना पूर्वजको संस्कार जोगायौँ।
प्रिय साथीहरू, एक दिन हामी सबै यो संसार छोडेर जानेछौँ। हाम्रा नाम ढुङ्गामा लेखिए पनि एक दिन मेटिनेछन्। तर यदि हामीले एउटा बालकको मनमा असल कर्म रोप्न सक्यौँ, यदि एउटा रुखको छाहारी छोड्न सक्यौँ, यदि एउटा गाउँलाई हरियाली दिन सक्यौँ, यदि कसैको जीवनमा आशाको दीप बाल्न सक्यौँ, त्यो दिन हामी मर्ने छैनौँ। किनकि मानिस शरीरले बाँच्छ थोरै समय, तर उसका असल कर्म चराको गीत बनेर, रुखको छाहारी बनेर, विद्यार्थीको इमान्दारी बनेर र ईश्वरको आशीर्वाद बनेर पुस्तौँसम्म बाँचिरहन्छन्। त्यसैले जीवनमा यति मात्र कमाऔँ कि हामी गएपछि हाम्रा छोराछोरीले हाम्रो फोटो हेरेर होइन, हामीले रोपेका रुखहरू हेरेर भन्न सकुन्, यी रुखहरू मात्र होइनन्, यहाँ त हाम्रा पुर्खाहरूको प्रेम, त्याग र संस्कार जीवित छन्। आज जब ती रुखहरूको छाहारीमा उभिन्छु, चराहरूको गीत सुन्छु, विद्यालयका बालबालिकाको हाँसो देख्छु, तब लाग्छ ईश्वरले मानिसलाई स्वर्ग देखाउन मरेपछि मात्र पर्खनु पर्दैन। यदि निस्वार्थ भएर कसैको जीवनमा हरियाली रोप्न सक्यौँ भने स्वर्ग यही पृथ्वीमा फुल्छ। हामीले रुख रोपेका थियौँ, तर ईश्वरले त्यसलाई आशीर्वाद बनाउनु भयो। हामीले पानी दिएका थियौँ, तर प्रकृतिले त्यसलाई जीवन बनाइदिए। हामीले सेवा गरेका थियौँ, तर समयले त्यसलाई प्रेरणा बनाइदियो। आज यी रुखहरूमा हावा मात्र बग्दैन, यहाँ त हाम्रा सपना सुसाइरहेका छन्। यहाँ हाम्रा पूर्वजहरूको संस्कार फक्रिएको छ। यहाँ हाम्रो पसिना हरियो बनेर उभिएको छ र सायद एक दिन हामी रहने छैनौँ। तर यदि कुनै बालकले यी रुखहरूलाई हेरेर भन्यो, म पनि आफ्नो गाउँको लागि केही गर्छु भन्ने, हाम्रो जीवन सफल भएको हुनेछ। किनकि मानिसको सबैभन्दा ठुलो सफलता उचाइमा पुग्नु होइन, आफू पछि आउने पुस्ताको हृदयमा असल विचार रोपेर जानु हो। र त्यस दिन हामीलाई खोज्न हाम्रो फोटो हेर्नुपर्ने छैन, यो हरियाली हेरे पुग्नेछ। धन्यवाद। हम लाए हैं तूफान से किश्ती निकाल के, इस देश को रखना मेरे बच्चों संभाल के।